अहिले एनआरसीको दिदीबहिनी च्यारिटी भएको छ आज र यहाँ सबै विश्वासी जीवहरू सबै किनेर खानुभएको छ र 6 पाउन्डको दरले अनि यो सबै दिदीबहिनीले म्यानेजमेन्ट गर्नुभएको छ र यहाँ मैले सुनेअनुसार 3टा पुरी तरकारी अनि 2टा अन्डा दिनुभएको छ। म उहाँसँग केही छोटो कुराहरू राख्नेछु दिदीबहिनीलाई। दिदी चाहिँ मिसी कति बेच्नुभयो त आज तपाईँको दिदीबहिनीको च्यारिटी फन्डमा? निकै उठाउनु भयो जस्तो छ। अनि प्राइस कसरी राख्नु भएको छ दिदी? 6 पाउन्ड हो। 6 पाउन्ड आइटम चाहिँ नि अब तपाईको पुरी, सेलरोटी अनि आलु चना तरकारी अनि अन्डा 4 आइटम। अनि चिया, पानी। पानी 6 पाउन्ड है दिदी? मण्डली परिवार अब सन्तक हुनुहुन्छ होला नि यति। ल धन्यवाद दिदी। म अब हेर्दै जान्छु। कति टेस्टी त अवश्य टेस्टी छ। यहाँ धेरै बहिनी चाहिँ मिसी कति बेच्नुभयो त आज तपाईँको च्यारिटी फन्डमा? अनि कसरी म्यानेजमेन्ट गर्नुभयो थियो? अनि यो सबै दिदीबहिनी आफ्नो तरिकाले घरमा बनाएर ल्याउनु भएको? मन्जु काकीलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँले चाहिँ आफ्नो अगुवाईमा उहाँले सेलरोटी हामीलाई यसरी बनाएर ल्याउनुहुन्छ एक्स्ट्रा। हजुर हजुर। अनि यो तपाईँले यो प्लानिङ पहिल्यै गर्नुभयो थियो? सडन प्लानिङ कसरी थियो तपाईँको यो प्लानिङ च्यारिटी फन्ड? थियो प्लानिङ तर हामीले सरसल्लाह गरेर अब अस्ति हामीले सरसल्लाह गरेर अनि आज चाहिँ गर्ने निर्णय गरेको। हजुर हजुर। गर्न सकेका छौँ, सफल भएको छौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद सक्सेस बनाइदिनु भएको लागि। धन्यवाद तपाईँलाई। जय मिसी जय मिसी जय मिसी जय मिसी जय मिसी जय मिसी। बढी जय मिसी। तपाईँ टेकवे लानुभएको? टेकवे के लानुभएको? कतिको किन्नु? कति लाउनु भयो यसलाई? 5 पाउन्डको कतिवटा? 4वटा। आजको च्यारिटी दिदीबहिनीको च्यारिटी फन्डमा कस्तो लाग्यो तपाईँलाई? खान कस्तो थियो बहिनी? एकदमै मिठो थियो। त्यो तरकारी मिठो थियो। पुरी चाहिँ मिठो थियो। एउटा चाहिँ साह्रो पऱ्यो। एउटा साह्रो हो। ए हो। अनि सेलरोटी पनि मिठो थियो। तर ओभरअल एकदमै ओभरअल राम्रो छ तपाईँबाट। धन्यवाद धन्यवाद। केको पनि लानुभयो? 6 पाउन्ड ठिक छ कि अलिक बढाउनु पर्छ यसको प्राइस? अब म भक्कु भयो चाहिँ 8-9 भन्दै हो। ए हो। ल त। किनभने क्वान्टिटी बेसी छ नि त। क्वान्टिटी बेसी। जस्ट टेस्टी थियो बहिनी। ल धन्यवाद ल तपाईँलाई। म यहाँ जान्छु। करण चाहिँ मिसी दिदीबहिनीको च्यारिटी यो फन्ड राजमा कस्तो थियो खानाहरू? मिठो थियो। कसरी मिठो? के मिठो थियो? मटर, त्यसपछि पुरी, त्यसमा चाहिँ सेलरोटी, अन्डा चाहिँ लास्टमा। किनेर खानुभयो? गाउँमा चोकमा किनेर खाइन्छ नि त पसलहरूमा है। त्यस्तो याद आयो। त्यस्तो याद आयो? 6 पाउन्ड थोरै भन। के भएको रे? चटनी मिस भयो। ए हो। पसलमा जस्तो एकदमै राम्रो मिठो। ल 6 पाउन्ड राम्रै हुन्छ। 6 पाउन्ड राम्रो हो। के बेस? 6 पाउन्ड। त्यसलाई 8 पाउन्ड राख्नु मिल्छ नि त? 8 पाउन्ड मिल्छ? डिजर्भ छ है। ल धन्यवाद। कस्तो छ आज च्यारिटी फन्ड? कस्तो लाग्यो? यो 6 पाउन्ड भनेको छ 8 पाउन्ड राख्नु मिल्दैन? 8 पाउन्ड जस्तो राख्नु मिल्दैन? कस्तो टेस्ट कस्तो लाग्यो? टेस्ट मिठो छ? अरू पनि थप्नु पर्छ कि यसमा? कागती। ल धन्यवाद। ल तपाईँलाई धन्यवाद है। अर्को वर्षदेखि आएको छ हामी। मिसी के त यो दिदीबहिनीको यो फोन राइट च्यारिटी लन्चमा कस्तो लाग्यो तपाईँलाई यो खानाहरू? एकदम स्पेसल लाग्यो। स्पेसल। 10 पाउन्ड राख्न मिल्छ? 10 पाउन्डसम्म दिन तपाईँलाई हिचकिचार छैन? हालेलुया। ल केही मिसिङ जस्तो भएको छ कि?
फर्स्ट क्लास है ल ल धन्यवाद ल धन्यवाद धन्यवाद बहिनी धन्यवाद 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 यहाँनिर सबै यो फन्डमा सबैले इन्भेस्ट गर्नुभएको छ उहाँले साँच्चै यो च्यारिटी फन्ड चाहिँ दिदीबहिनीको फन्डमा जान्छ सबै खुसी हुनुहुन्छ जस्तो लाग्छ मलाई दिदीबहिनीहरू खानामा तल्लिन्छन् किन चाहिँ मिसी कति पे गर्यो यसलाई कति पे गरेको 6 पाउन्ड मिठो छ 10 पाउन्ड राख्ने मिल्दैन हो ल धन्यवाद तपाईँले त्यत्रो सेलरोटी बनाएर ल्याउनु भयो यति मिठो सेलरोटी सबैले यो सेलरोटी कसले बनाएको भन्दै हुनुहुन्थ्यो क्या अनि मन्जु भाउजूले भनेर तपाईँलाई धेरै धेरै धन्यवाद ल भाउजू है धेरै धेरै धन्यवाद तपाईँलाई च्यारिटीको लागि तपाईँले सहयोग गरिदिनु धन्यवाद है धन्यवाद बढी चाहिँ मिसी टेस्ट कस्तो छ अब 10 पाउन्ड राख्ने मिल्दैन यसलाई 6 पाउन्डमा चाहिँ उठाउनु पर्छ 10 पाउन्ड राख्दा कस्तो हुन्छ हो कतै छुट भएको छैन बहिनी यसमा कतै कसैले चटनी हाले राम्रो हुन्थ्यो भन्ने छ त्यस्तो कता कता भने चटनी हाल्दा अलिक राम्रो हुन्थ्यो कि भनिरहेको छ हालेलुया सबै राम्रो भयो चटनी हालेको अझ राम्रो हुन्थ्यो भनिदिनु भयो हालेलुया ल ल राम्रो 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 दिदी ल धन्यवाद अब अझै गणना गर्नु भएको छैन होला ल धन्यवाद परमेश्वर है दिदी तपाईँलाई धेरै धेरै धन्यवाद ल धन्यवाद धन्यवाद यामसा चाहिँ मिसी कस्तो लाग्यो यो एकदम राम्रो लाग्यो मिठो लाग्यो राम्रो मिठो कस्तो मिठो राम्रो छ एकदम फ्रेस छ अनि 6 पाउन्ड यो किनप छ एकदम सस्तो मैले त अझै एक्स्ट्रा 3टा घर लरेर बस्छु हालेलुया बनालेर मैले घरमा केक आचार ल ल ल धन्यवाद हाम्रो दिदी बनेर एकदम थ्याङ्क यू 10 पाउन्ड राख्न मिल्दैन 10 पाउन्ड राख्न मिल्दैन 10 पाउन्ड राख्दा पनि हुन्छ तर कति मान्छेको बुढाले काम छ कि है सबैलाई अफोर्डेबल चाहिँ अलिकति गाह्रो तर चर्चको अब फन्डिङको लागि हो भने त त्यो 10 पाउन्ड दिनु धन्यवाद नगरस सर जय मिसी धन्यवाद यो नेपालमा तपाईँले यस्तो किसिमको फन्ड राइजिङहरू गर्नु हुँदैन हामी चर्चमा दिदीबहिनी कोर्सहरू बढाउन यस्तो कोर्स बढाउनलाई गर्नुहुन्थ्यो आज कस्तो लाग्यो तपाईँलाई यो पहिलो युकेमा तपाईँको पहिलो अनुभव होला यो कस्तो लाग्यो 6 पाउन्ड हरेक दिनुभएको छ ठिकै हो हाम्रो खुसीले दिने कुरा हो यो प्राइजमा होइन निर्भर होइन खुसीले दिने एकदम राम्रो कतै तपाईँ हजुर मिठो हजुर एकदम सस्तो सबै कुराको लागि धन्यवाद हजुर हजुर ल ल जय मिसी है त धन्यवाद दिदी जय मिसी आज कति कति जति उठेर तपाईँको पैसा गन्दै हुँदो रहेछ 477 तपाईँ कति जति खर्च गर्नुभएको थियो खर्च हामी प्रायः सबै दिदीबहिनीहरूले हाम्रो चाहिँ नलिने बिल भनेर भन्नुभएको छ हालेलुया हामीले सबै हाम्रो कोर्समा हामीले दिदीबहिनीहरूले भनेपछि जम्मा कति उठ्यो भन्नुभयो दिदी 477 477 उठ्यो भनेपछि अब यो फन्ड कहाँ जान्छ अब हाम्रो दिदीबहिनीको कोर्समा जान्छ यो चाहिँ दिदीबहिनीको कोर्समा चर्चमा राख्नुहुन्न चर्चमा होइन हाम्रो दिदीबहिनीहरू ल तपाईँलाई बधाई छ अब तपाईँ के भन्नु छ चर्चलाई गर्न सकौँ सल्लाह सुझाव आजको फिडब्याकहरू हामी अपेक्षा गर्छौँ कस्तो भयो धन्यवाद आगामी दिनहरूमा अझ कस्तो गर्दा राम्रो हुन्छ अझ हामीलाई तपाईँको सल्लाह सुझावको अनि प्रार्थना हामी अपेक्षा गर्छौँ धन्यवाद दिदी के तपाईँको फिडब्याक छ सल्लाह सुझावहरू अब सल्लाह सुझावहरू फेरि यस्तो कार्यक्रम गर्दा गाजीहरू मण्डली परिवारले अलि मुठी खोलेर दिनु होला तोकेको भन्दा बढी त्यही नै चाहन्छु धन्यवाद हजुर धन्यवाद दिदी तपाईँलाई गरिदिनु होला प्रार्थना र साथ सपोर्टको लागि धन्यवाद हस् धन्यवाद लागि आशा पनि राख्दछु हस् अवश्य हामी गर्छौँ म दिदीबहिनीको अध्यक्ष हाम्रो बहिनी खिमासँग जान्छु बहिनी चाहिँ मिसी दिदीबहिनीको अध्यक्ष तपाईँ अब कसरी निर्णय गर्नुभयो आज कस्तो भयो तपाईँको आजको च्यारिटी लन्च राम्रो लाग्यो
राम्रो लाग्यो केमा राम्रो लाग्यो तपाईँलाई बिक्री ल केही छ सल्लाह सुझाव केही छ अर्को वर्षको लागि पनि पुरी बनाउने मान्छे धेरै चाहियो ल धन्यवाद ल तपाईँलाई